सबैजनालाई नमस्कार है नमस्कार। आज हाम्रो छोरीको कपाल काट्ने शुभ काम भइरहेको अवस्था र बहिनीको नाममा यो कपाल काट्ने परेको जुराको, त्यस कारणले कपाल काटियो। बहिनीले भर्खर कपाल काटिने, कपाल कता राखिन्, कपाल काट्ने व्यवस्था भइरहेको होइन। यो कपाल यस्तो राखिया होइन, कपाल काटेर यस्तो राखिया नानीको भर्खर काटे। भान्जी यता छ, सेनी भान्जी होइन। ए हाम्रो समूह यता छन् हाम्रो। हामी यति बेला पर्स नम्बर 7 महेन्द्रनगरको धनगढी महेन्द्रनगरमा उल्टाखाम भन्ने ठाउँमा बहिनीको घर हो के अरे। बहिनीको घरबाट कपाल काटिरहेका छौँ। हाम्रो भान्जा ए हाम्रो बहिनी, यस्तो रमाइलो पल चलिरहेको छ। बहिनीले यति बेला आफ्नै भतिजीलाई भतिजी होइन पैसा दिने अवस्था भइरहेको छ। र यति बेला अब बच्चा भइसकेपछि रुनी चिराउने भइरहन्छन् होइन। एउटा रमाइलो पनि हो, यो भगवान्ले दिएको वरदान हो। त्यस कारणले हामीले रीतिरिवाज तरिकाले हामीले गर्दैछौँ होइन। तपाईँ देख्न सक्नुहुन्छ है हाम्रो नानी अब कति महिना कि भएन अरे बुढी? वैशाखबाट 3 वर्ष कि लाइन, सालले है, सालले 3 वर्ष कि लाइन। साउनमा 2 वर्ष पुरा हुने हो, वैशाखबाट 3 वर्ष कि लाइन। त्यस कारणले हामीले अब नानीको कपाल काट्ने कार्यक्रम गर्दैछौँ। ए हाम्रो भान्जालाई हामीले यस्तो तरिकाले, हाम्रो भान्जा फेरि एकदम बेबी, गुड बेबी छन् के अरे होइन। दुइटै एकदम दाजुभाइ हुन्, समर्पण भाइ, संस्कार दाई हो के अरे। लरमा खुब लड्छन् होइन। अब न लड्छन् ल। अब सबैको यस्तो तरिकाले फोटो हाल्दै म भिडियो गरिदिन्छु तिमीलाई होइन। सिमरन आऊ न, हाम्रो ठुली बान्जी यति बेला आउँदैछन् होइन। ठुली बान्जीको पनि फोटो आएको छैन, सबैको आइसक्यो। हाम्रो सानो भान्जा भान्जी, छोरी, मेरी बुढी, मेरी बहिनी, मेरो बेबी छोरो होइन। तरिकाले भइरहेको छ। अब म टिका लगाइदिने छु होइन। ल यस्तो तरिकाले भव्य तरिकाले हुने कार्यक्रम हो। तर हामीले अहिले यति बेला बहिनीको घरतिर आइसकेको तरिकाले आफ्नो तरिकाले रीतिरिवाज पुरा गरेको हो। तपाईँ देख्न सक्नुहुन्छ होइन। भर्खर हामी यो कार्यक्रमलाई गरिरहेका छौँ। टिकापाती भइरहेको छ र दाइले आफ्नो बहिनीलाई टिका लगाइदिएको छ। जिउ गर्ने तिमीले हो नि, तिमीले खुट्टामा जिउ गर्ने हो, गरिदेऊ ल। खुट्टामा जिउ गरिदेऊ, खुट्टामा तिमीले खुट्टामा गर्ने हो के हो। यसरी हाम्रो बाबुले नानीलाई खुट्टामा जिउ गरिरहेको छ। र हाम्रो ठुली भान्जी पनि नुहाएर एकदम स्पेसल भएर आइरहेकी छन्। बुढ छन् हाम्रो भान्जी। टिको फाल्नु ल। अब म सबैलाई टिका लगाइदिन्छु। मेरो भिडियो यस्तो स्पेसल आउँछ है ल। यस्तो सबभन्दा पहिला म छोरीलाई धेरै ज्ञानी बन, बाबालाई धेरै माया गर होइन। सबैलाई माया गर। छोरीले भिडियो गरेर फेरि तँ सेउ छोड्दै भयो, भिडियो गरेर पहिला ल। मेरी छोरी होइन। जय शम्भु ल। पहिला सुरुमा सेनी भान्जी आऊ। के खाएको बेबी भनिदेऊ। पैसा तिम्रो हो। लौ बेबु पैसा लौ। थ्याङ्क यू। नमस्ते गर न मामुलाई। सानी भान्जी नामले सानी भान्जीलाई मैले एकदम माया गर्छु होइन। तर हामीले काली भनेर बोलाउँछौँ, काली भन्ने होइन, सिजल भन्ने। संस्कृति पाडे ल। सुजल आऊ यहाँ पर्खै, म तिमीलाई यस्तो दक्षिणा दिन्छु। यहाँ अलिक बस्छ ल। यी मेरा भान्जा हुन्, गुड छन् भान्जा होइन। अब भोलिबाट स्कुल हुनसक्छ मेरो भान्जाको, ज्ञानी छन्। धेरै पढ, राम्रो भयो। मामालाई फोन गरिरहौ, माया गरिरहौ है। तिमीहरूलाई म फुलपाती चढाइदिन्छु ल। मेरो भान्जालाई होइन, मेरी भान्जीलाई। अब मेरी अर्की भान्जी ठुली भान्जी छन्। र ठुली भान्जी यहाँ आऊ, अलि पर जाऊ, तिमी बस्नु, अलि पर आऊ, यहाँ आऊ ठुली भान्जी। कसलाई
ल यहाँ यी मेरी ठुली बाल्जी हुन् मामालाई धेरै माया गर्नु सम्झिरहनु फोन गरिरहनु नमस्कार गरिरहनु होइन ठिक छ पढाइ राम्रो गर्नु घरको काम पनि गर्नु मम्मीलाई सहयोग गर्नु होइन मम्मीलाई माया गर्नु भाइ बहिनीलाई हेर्नु भाइ बहिनी ख्याल गर्नु मामाजीको आशीर्वाद फेरि कडा हुन्छ गरे सबैलाई माया गर्नु होइन घरमा एकदम ध्यान दिनुपर्छ होइन काम गर्नुपर्छ वाउ कहिलेको पछि सम्झिरहने माया गर्ने चुप गरे यो मेरो छोरो कहाँ चाहिँ भिडियो गर है त मेरो बेबी अलि छुचु छ तर ज्ञानी छ होइन अब ज्ञानी चुलबुल पाण्डे चुलबुल पाण्डे भनेर भन्ने होइन समर्पण पाण्डे भन्ने हो होइन ल अब बोइला टिक लगाइदिए होइन ल आऊ मेरी बहिनीलाई अहिले मेरो छोरीको कहाँ गयो भिडियो टिकी लगाइदिन्छु मेरी छोरीको कपाल काट्न मेरी बहिनीलाई जुरा आएको छ त्यस कारणले मैले बहिनीकै घरमा आएर बहिनीसँगै हातबाट काट्ने निर्णय गरेको छु होइन हामी बहिनीको घरमा आयो धेरै वर्षपछि आयो कति वर्षमा आयो होइन एकदम खुसी लाग्यो नानीलाई लिएको थिएन नानीलाई 2 वर्षमा बस्नु त्यहाँ बस्नु त्यो खालि बस्नु 2 वर्ष किन होला धेरै भयो सानो थियो होला है पानी ठिकै बस्या छैन चिनी नै हालेर दही हाले मेरो बहिनीलाई दक्षिणा मैले सक्दो है तिमीहरूलाई नेपाली चाहिँ दिनु नेपाली पैसा दिउँ भनेर माया गर्ने मन लागेको अब सबैलाई मैले बराबर गर्छु है ठुलो सानो भए पनि मेरो भान्जी भान्जीहरूको बराबर हो तिमीलाई नेपाली ल तिमी हिन्दी पाडा चल्दैन होइन ठिक छ नानीलाई दिएकै छैन तिमीहरू पैसा दिनु पर्दैन क्या तिमीहरू पैसा दिने है टिको मात्रै है भयो क्या अब नानीको पैसा राख्छ